अघिल्लो भिडियोमा मैले हजारौँ वर्षको क्यालेन्डर कसरी याद गर्ने भन्ने बारेमा सिकाएको थिएँ। आज मेमोरी फोल्डर र मेमोरी फर्मुला सम्बन्धी सिकाउन जाँदैछु। ध्यान दिएर हेर्नुहोला। सर्वप्रथम मेमोरी फर्मुला कहाँबाट सुरुवात भयो त्यसको बारेमा चर्चा गर्न चाहन्छु। यो सर्वप्रथम जोन जस्टस विङ्कलम्यान भन्ने एकजना जर्मन विद्वान जसले सन् 1648 पत्ता लगाउनु भएको थियो। यसपछि दोस्रोमा एमी प्यारिस जो चाहिँ 18औं शताब्दीमा उहाँले यसलाई रिफाइन गरेर सिस्टमाइज गरेर राख्नु भएको हो। यसपछि ह्यारी लरेन्स जसले 20औं शताब्दीमा आफ्नो किताब मार्फत यसलाई पब्लिकमा ल्याउनु भएको हो। यसपछि डोमिनिक ओ ब्रायन जसले चाहिँ ओल्ड मेमोरी च्याम्पियनसिप राख्नुभएको थियो र अन्त्यमा यसलाई रेमन्ड लल र जियोर्डानो ब्रुनोले लिपिबद्ध गरेर फर्मुला बाहिर ल्याउनु भएको हो। यसरी सरसर्ती हेर्दा मेमोरी फर्मुला प्रतिपादन भएको धेरै समय भइसक्यो र यो फर्मुला चाहिँ हामी माझ धेरैले नल्याएर लुकाएर राखेको अवस्था हो र धेरैले फ्रीमा हामीलाई मेमोरी फर्मुला सिकाउन नचाहेको अवस्था मात्रै हो। तपाईहरुले यसको बारेमा च्याट जीपीटी अथवा गुगल सर्च गरेर हेर्नुभयो भने पनि डिटेलमा भेटाउन सक्नुहुन्छ। मेमोरी फर्मुला सम्बन्धी सिकाउने क्रममा म तपाईहरुलाई आज धेरै कुराहरू सिकाउने प्रयास गर्नेछु। कति समयले कति साथ दिन्छ एउटै भिडियोमा सम्भव होला नहोला, तर सक्दो यसमा मेमोरी सम्बन्धी धेरै कुराहरू छन्, त्यसलाई म अझै डिटेलमा भन्न चाहन्छु। फर्मुला प्रयोग गर्दै गर्दा हामी सर्वप्रथम स्क्रिनमा देखाए चाहिँ V + A + R + E को बारेमा केही बताउन चाहन्छु। V भनेको भिजुअलाइजेसन, A भनेको एसोसिएसन, R भनेको रिपिटिसन र E भनेको इमोसन। यी कुराहरूलाई हामी मेमोरी फर्मुला अन्तर्गत प्रयोग गर्दा एकदमै ध्यान दिएर हेर्छौँ। अब यसपछि म यहाँहरूलाई सरसर्ती मेमोरी फोल्डरको बारेमा थोरै बताउन चाहन्छु। मेमोरी फोल्डरहरू कसरी बनाउने, कस्तो कस्तो फोल्डरहरू प्रयोग गर्ने त्यसको बारेमा। अब मेमोरी फोल्डरको बारेमा कुरा गरौँ। मेमोरी फोल्डर एउटा सबैभन्दा उत्तम विधि हो जहाँसम्म हामीले भिजुअलाइजेसनको कुरा गर्छौँ। मेमोरी फोल्डरमा हामीले भिजुअलाइज गरेर हरेक कुराहरूलाई पिक्चरमा ढालेर सम्झिने गर्छौँ। मेमोरी फोल्डर भनेको हामीलाई जुनसुकै कुरा पढेको कुरा याद गर्नमा सघाउने सबैभन्दा उत्तम विकल्प हो। किनभने मेमोरी फोल्डर भनेको हामीले जानेकै देखेकै चिजहरूलाई नै हामीले मेमोरी फोल्डर बनाउने हो। यहाँहरूलाई अचम्म लाग्न सक्छ, मेमोरी फोल्डर भनेको कुनै छुट्टै चिज हो जस्तो लाग्छ होला, तर मेमोरी फोल्डर भनेको कुनै छुट्टै चिज होइन। हामीले बाहिर कतै छुट्टै चिज बनाउँदैनौँ। मेमोरी फोल्डर भनेको हामीले आफ्नो घर आँगन, गाउँ छिमेक, जङ्गल, आफ्नो बाटोघाटो, स्कुल, हरेक ठाउँ जो हामी दैनिक हिँडडुल गर्छौँ, आउने जाने गर्छौँ र ती कुराहरू हाम्रो दिमागमा सेभ भएर बसेको हुन्छ। भनौँ हामीले हाम्रो घरको धारा कहाँ छ, शौचालय कहाँ छ, हाम्रो कोठा कुन साइडमा छ, त्यहाँ कोठाभित्र टेबल कहाँनिर छ, अनि हाम्रो घरभन्दा बाहिर बाटोहरूमा के पर्छन्, कसको घर आउँछ, त्यहाँ पुलहरूदेखि लिएर बिजुली खम्बा अथवा हाम्रो लाइब्रेरीमा हाम्रो के छ, ती सबै कुराहरू हाम्रो दिमागले अलरेडी याद गरेर बसेको हुन्छ र हामीलाई सम्झना गराउन सजिलो सघाउने काम भनेकै मेमोरी फोल्डरले गर्ने हो। अब यहाँहरूले मेमोरी फोल्डर बनाउँदै गर्दा विशेष ध्यान दिनुपर्ने कुरा भनेको मेमोरी फोल्डर तपाईहरूले कस्तो लोकेसनमा बनाउँदै हुनुहुन्छ, पहिला त त्यो लोकेसन चुज गर्नुपर्ने हुन्छ। मेमोरी फोल्डर बनाउँदा तपाईहरूले सपोज यहाँ चित्रमा देखाए जस्तै अहिले गाई त्यहाँ बसिरहेको देख्नु भएको छ, यसलाई मेमोरी फोल्डर बनाउनु भयो, तर भोलि फेरि फर्केर हेरेर आउँदा त्यो ठाउँमा ती गाईहरू नहुन सक्छन्। त्यसैले यस्ता खालका मेमोरी फोल्डर हामी बनाउँदैनौँ। मेमोरी फोल्डर बनाउँदा हामी थायी प्रकृतिका अथवा स्थायी रूपमा जहाँको त्यहीँ अवस्थित हुने खालका चिजहरूलाई हामीले मेमोरी फोल्डरको रूपमा प्रयोग गर्नु आवश्यक हुन्छ। मेमोरी फोल्डर बनाउँदा यहाँहरूलाई सुरुमा याद नहुन सक्छ, बिर्सिन सक्नुहुन्छ। त्यसको लागि तपाईहरूले एउटा नोटबुक लिएर नोटमा टिप्न सक्नुहुन्छ, मैले कहाँदेखि सुरु गरेँ, कहाँसम्म बनाएँ भनेर। त्यसरी तपाईहरूले मेमोरी फोल्डर बनाउनु पर्ने हुन्छ। मेमोरी फोल्डर बनाउँदा तपाईहरूले दिनमा कमसेकम 100 देखि 200 मेमोरी फोल्डर बनाउन सक्नुहुन्छ। मेमोरी फोल्डर बनाउँदा विशेष ध्यान दिनुपर्ने भनेको तपाईहरूले
एउटा साइटबाट बनाउन सक्नुहुन्छ। मानौ तपाईँ एउटा कुनै सहर अथवा गाउँको बाटोमा हिँड्दै हुनुहुन्छ। तपाईँ हिँड्दै जाँदा तपाईँले आफ्नो एक हात दाहिने अथवा देब्रे कुन हात प्रयोग गर्नुहुन्छ? तपाईँ कताबाट गइराख्नु भएको छ? सपोज मानौ दाहिनेतिर गइराख्नु भएको छ भने दायाँतिरको हातबाट स्टार्ट गर्नुहोस् र त्यहाँबाट भएका जति पनि घरहरू हुन सक्छन्, त्यहाँ पुल हुन सक्छ, खम्बा बिजुलीको पोल हुन सक्छ, रुखहरू हुन सक्छन्, कुनै घुम्ती पसल हुन सक्छ, ती सबैलाई तपाईँहरूले एक एक गरेर नोट गर्नु आवश्यक हुन्छ। र तपाईँ आफ्नो गन्तव्यमा पुगिसक्दा त्यहाँसम्म कति नोट गर्नुभयो र फर्किँदा जस्ट त्यही हात प्रयोग गर्नुपर्ने हुन्छ। किनभने जाँदा तपाईँको हात दाहिने हात एक साइड थियो भने अब आउँदाखेरि त्यो दाहिने हात अर्को साइडतिर हुन जान्छ। यसरी नै आउँदाखेरि अर्को साइडबाट पनि त्यसरी नै क्रमशः तपाईँले हरेक चिजहरूलाई टिप्दै आफ्नो मेमोरी फोल्डर बनाउन सक्नुहुन्छ। यसरी सजिलो तरिकाले मेमोरी फोल्डर बनाउनु हो भने तपाईँले सजिलै आफूले पढेका कुराहरूलाई ती फोल्डरमा लिङ्क गर्न सक्नुहुन्छ। लिङ्क गर्ने मेथड भनेकै हाम्रो मेमोरी फोल्डरमा हरेक कुराहरू लिङ्क गरेर हामीले सम्झिने हो। लङ टर्म मेमोरीमा सम्झिनको लागि हामीलाई फोल्डरमा लिङ्क गर्नु अति आवश्यक हुन्छ। फोल्डरमा लिङ्क गर्दा हामीले धेरै कुराहरूलाई लङ टर्म मेमोरीमा राख्न सक्छौँ र आफूलाई आवश्यक परेको खण्डमा हामीले त्यसलाई पुनः रिकल गर्न सक्छौँ। अब यो मेमोरी फर्मुला सिकेको खण्डमा के उल्टो सुल्टो अथवा बिचबाट पनि पढेका कुराहरू भन्न सकिन्छ त भन्ने प्रश्न तपाईँहरूको मनमा आउन सक्छ। अवश्य गर्न सकिन्छ। किनभने हामीले बनाएका फोल्डरहरू जति पनि हुन्छन् तिनलाई हामीले नम्बर गरेर राख्छौँ। नम्बरको फर्मुला छ। यसमा मैले देखाए चाहिँ तपाईँहरूलाई म यी फर्मुलाहरू भन्न चाहन्छु। यसमा देखाएको चाहिँ जस्तो 0 भनेर 1 यसरी देखाएको छ। यो फर्मुलाहरूलाई तपाईँले कोड गरेर राख्न सक्नुहुन्छ अथवा पज गरेर हेर्न सक्नुहुन्छ। यसलाई डिटेलमा तपाईँहरूले हेरेर यी फर्मुलाहरू याद गर्न सक्नुहुन्छ। र यस फर्मुलाको आधारमा हामीले नम्बरहरू क्रिएट गर्छौँ। नम्बरहरू हाम्रो 0 देखि स्टार्ट भएर 9 सम्म हुने हो र जति पनि नम्बरहरू दोहोरिन्छन् ती यही नम्बरबाट आउने हुन्। 0 देखि 9 भन्दा बाहेकको हाम्रो अङ्कहरू छैनन्, ती अङ्कबाटै बन्ने हुन्। र हामीले रिकल गर्नु सजिलोको लागि जस्तो हामीले नम्बर गर्दै गयौँ। सपोज मानौँ कुनै 45मा एउटा कुनै नम्बर छ, मानौँ त्यहाँ पसल छ होइन, त्यो पसल हामीले याद गर्न सक्छौँ र त्यो पसलमा हामीले कुन कुराहरूलाई लिङ्क गरेर राखेका छौँ त्यो चाहिँ हामीले सजिलै याद गर्न सक्छौँ। र नम्बरहरू कसरी याद गर्ने त्यसको फर्मुलाको लागि डिटेलमा तपाईँहरूलाई फर्मुलाको एउटा च्याप्टर फेरि लिएर आउनेछु। फर्मुला तपाईँहरूले देखिसक्नुभयो। यो फर्मुलाहरूलाई लिङ्क कसरी गर्ने, 0 देखि 100 सम्मको फर्मुला कसरी तयार गर्ने, अझ 100 भन्दा पछाडि अरू थप नम्बरहरू कसरी क्रिएट गर्ने त्यसको बारेमा डिटेलमा म अर्को भिडियोमा यहाँहरूले नेक्स्ट भिडियो आउँदासम्म मेमोरी फोल्डरको बारेमा जानिसक्नुभयो र जति सक्दो धेरै मेमोरी फोल्डर बनाएर राख्न सक्नुहुन्छ। अर्को भिडियोमा तपाईँहरूलाई यसले निकै सघाउनेछ र धेरै कुराहरू तपाईँले आफै अप्लाई गर्न सक्नुहुनेछ। मेमोरी फोल्डर सबैभन्दा उत्तम विकल्प हो जहाँसम्म मलाई लाग्छ लङ टर्म मेमोरीमा सिक्नको लागि। र हामीले मेमोरी फोल्डरमा राख्ने जति पनि कुराहरू हुन्छन् ती सबैलाई हामीले भिजुअलाइज गरेर राख्ने गर्छौँ। हामीले सिक्ने कुराहरू नम्बरमा, अक्षरमा, टेक्स्टमा भन्दा पिक्चरमा हामीले बढी याद गर्छौँ। हाम्रो दिमागलाई पिक्चर चाहिँ अलि बढी याद हुन्छ, उसले झट्टै सम्झन सक्छ, रिकल गर्न सक्छ। त्यसो हुनाले हामीले भिजुअलाइज गर्ने गर्छौँ। भिजुअलाइज गर्दै गर्दा हामीले हाम्रो शरीरको पञ्चतत्त्व यानि कि पञ्चतत्त्वको प्रयोग गरेर हामीले त्यसलाई फोल्डरमा लिङ्क गरेर राख्ने गर्छौँ। मेमोरी रिकलको कुरा गर्नुपर्दा सबैभन्दा बेस्ट उपाय, उत्तम उपाय भनेको रिपिट नै हो। बारम्बार हामीले रिपिट गऱ्यो भने जुनसुकै कुरा पनि हामी सजिलै याद गर्न सक्छौँ। तर हामीलाई एउटै कुरा बारम्बार रिपिट गरिराख्न समय नहुन सक्छ। त्यसको निम्ति हामीले उत्तम विकल्प भनेको मेमोरी फर्मुला अन्तर्गत विभिन्न कुराहरूलाई हामी मेमोरी फोल्डरमा लिङ्क गरेर राख्ने गर्छौँ। यसको निम्ति तपाईँहरूले मेमोरी फोल्डर बनाइसक्नुभयो भने त्यसलाई लिङ्क गर्नको निम्ति अझ डिटेलमा थप भिडियो लिएर आउनेछु र यसमा पनि थोरै बताउन चाहन्छु। यदि यहाँहरूले मेमोरी फर्मुलाहरू देखिसक्नु भएको छ अथवा फोल्डर बनाइसक्नु भएको छ भने
त्यसमा लिङ्क गर्दाखेरि जुनसुकै कुरालाई तपाईँहरूले लिङ्क गर्न सक्नुहुन्छ भिजुअलाइज गरेर। अथवा यसमा लिङ्क गर्दा तपाईँहरूले सर्वप्रथम ध्यान दिनुपर्ने कुरा के हो भने मेमोरी सम्बन्धी सम्पूर्ण कुराहरू एउटै भिडियोमा समावेश गर्न सम्भव देखिएन। यसै पनि मेमोरी सम्बन्धी डिटेल भिडियो अथवा सम्पूर्ण मेमोरी फर्मुलाहरू सिक्नको निम्ति कम्तीमा पनि 3 देखि 5 दिन लाग्ने हुन्छ। मैले यो 10 मिनट 11 मिनटको भिडियोमा सम्पूर्ण कुराहरू समेट्ने प्रयास त गरेँ, तर पनि आजको भिडियोमा सम्पूर्ण कुराहरू समावेश गर्न सकिएन। यसको निम्ति क्षमा याचना चाहन्छु। भिडियो मन परे लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला र यहाँहरूले थप मेमोरी सम्बन्धी जानकारी लिनका लागि युट्युब च्यानल सब्सक्राइब गरी बेल नोटिफिकेसन थिच्न नबिर्सिनुहोला, जसबाट आगामी भिडियो सर्वप्रथम तपाईँहरूको नोटिफिकेसनमा आउनेछ। र यति भन्दै आजको भिडियो निकै लामो भयो। अर्को भिडियोमा भेट हुने बाचाका साथ बिदा हुन्छु। हस्त, धन्यवाद।